गुड मर्निङ। हामी चाहिँ आज यसो मर्निङ वाक गर्दैछु हैन जङ्गलतिर। आज हाम्रो चाहिँ यो मेरो चाहिँ फर्स्ट भ्लग हो हैन। माया गरेर हेरिदिनु होला सबैजनाले। यो चाहिँ मलेसियाकै जङ्गल हो भने चाहिँ कति खोइ आज त मान्छे रहेनछ। यो आइतबार भए चाहिँ टन्नै हुन्थ्यो होला। पुरै जङ्गल चाहिँ हेर्ने लास्टै गरी भयो। यो चाहिँ मलेसियाको तेलघारी भन्थ्यो। पामको तेल रे यो मलेसियाको तेल पामको तेल हो र पाम भन्छ। त्यसले रोजगारको लागि थियो। बाटो पनि कस्तो काङलाङ र कुङो बनायो। यो त जान मान्छे हिँड्नको लागि नै बनायो होला कि यो। यहाँबाट सिधै हिँड्यो भने 5 मिनटमा पुग्छ। अनि उकालो ओह्रालो बाटो पनि कस्तो छ, कहिले उकालो चढ्ने कहिले ओह्रालो। हाम्रो चाहिँ 15 दिन छुट्टी थियो। कम्पनी सटडाउन, कम्पनी अब नचलेर सटडाउन गराएको थियो। रुममा सुत्दा जिउ दुखेर चाहिँ हामी चाहिँ काका भतिज भाइहरू चाहिँ सँगै लिएर हिँडेको। अनि हिजो चाहिँ हामी उतातिर रनिङ गऱ्यो। आज चाहिँ यो जङ्गलको उकालो ओह्रालो गर्दैछु। एकदम रमाइलो ठाउँ, सुनसान। त एउटा मलेसियामा चाहिँ ठुलो सर्प आउँछ भन्न चाहिँ, तर मैले देखेको चाहिँ छैन है अहिलेसम्म भेटेको पनि छैन, देखेको पनि छैन। भेट्न पनि नपरोस् होइन, देख्न पनि नपरोस्। एक्लै हिँड्दा त डर पो लाग्ने रहेछ यार। एक्लै हिँड्दा त डर पो लाग्ने रहेछ। यस्तो ठाडो उकालो छ मासतिर। अहिले एकचोटि उकालो चढ्यो अनि फेरि ओह्रालो झऱ्यो। अब फेरि उकालो आयो बाटो। यो बाटो यो चाहिँ ठ्याक्क 1 घन्टाको उकालो ओह्रालोको बाटो रहेछ यो। योभन्दा अगाडि पनि एकचोटि आएको थिएँ म। यहाँ एउटा नक्सा पनि बोर्ड पनि रहेछ। आउट भनेर यता देखाएको रहेछ। पानी ट्याङ्की। यहाँबाट यता गयो भने उता चाइनिज मार्केट निस्किन्छ होला सायद होइन। यो बाटो उता चाइनिज मार्केट जस्तो लाग्यो, किनभने यो पानी ट्याङ्की देखिन्छ नि त। पर गएर फर्क्यौ न, त्यहाँ अलिक डाँडाबाट सिन हेरौँ न। ल मलेसियाको जङ्गलहरू चाहिँ हेर्नु होला होइन। डाँडामा पनि यो मन्दिरहरू के छ भने हेर्दाखेरि गुम्बाको जस्तो छ। तर मलाईहरूले पनि यति ठुलो जङ्गलको डाँडा बनाउँछ, डर लाग्ने। ल हेर्नुहोस् त यस्तो डाँडामा होइन। यो चाहिँ त्यो वनको बिचको डाँडामा बाटो नहुने ठाउँमा यहाँ कहाँबाट यस्तो बनाएर यो
मन्दिर जस्तो बनाएर बत्ती बालेर ऊ के छ बाँदर रहेछ हौ त्यो रुखतिर हामी यहाँ निस्केको अस्ति खोइ बत्ती बाले मन्दिर कहिले देख्दैन यहाँ चाहिँ भन्न चाहिँ यो डाँडातिर मैले सुनेको चाहिँ थियो यहाँ मान्छे यो डाँडामा आएर सुत्या ठाउँमा सुत्या भएर चाहिँ यो ठाउँमा बनाएको मन्दिर बनाएर बत्ती बाल्ने गराएको भनेर चाहिँ हल्ला चाहिँ सुनेको थिएँ एकचोटि भनेको थियो यहाँ चाहिँ चट्ट मर्निङ वालहरू आउने चट्ट डाँडामा आएर चट्ट बस्ने ठाउँ कुर्सी पनि बनाइदिएको रहेछ सिमेन्टीको चट्ट लाएर देख्न सक्नुहुन्छ मान्छेले चान्स पायो भने गर्छ भन्थ्यो यहाँ रुख काटेर ढलान गरेछ यो रुखमा के पलाउँछ भनेर होला होइन है त्यो पलाउँछ भनेर होला अनि यहाँ चाहिँ डाँडामा के भ्याकुतो स्याकुतो के बनाएर राखेको थियो अझै डडममा हेर्नु कस्तो दिमाग है माथि रुखदी पानी झर्छ जस्तामा जमेर त्यो ट्याङ्कीमा पानी जमाएर अनि खै त्यो पानी कता युज गर्छ त खै अब 1 घन्टाको बाटो हिँड्ने अब सुत्दै छ फेरि अब ओह्रालोको बाटो छ यहाँ यो ओह्रालो बाटो यहाँबाट सिधै तल झर्नुपर्छ यहाँबाट तलबाट पिङ्क जस्तो हुन्छ राति चट्ट लाएर यो बाटो त एक्लै हिँड्न डर पनि लाग्छ हो खै आज त मान्छे छैन तर त यहाँ खैरेहरू मलाईहरू तामिलहरू नेपालीहरू कति हिँड्थ्यो बाटोमा भेट्थ्यो जाउँ काका जाउँ खै कता निस्किन्छ खै यहाँबाट उता गयो भने त डाँडा निस्किन्छ अब उतैबाट फर्क्यौँ के हो तेल कसरी पेल्छ त हेरौँ नि यति दाना दाना हुन्छ भने यति तेलको त्यही खाँदा खोजेको यहाँको तेलले ग्यास्ट्रिक हुँदैन त्यो तेल खाँदा पनि फरक पर्दैन भन्ने कारण त्यही रहेछ क्या गर्मी माया गरेर हेरिदिनु होला अनि लाइक सेयर पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला यो चाहिँ मेरो फर्स्ट ब्लग हो होइन जङ्गलको बिचमा ठुलो जङ्गल छ तर मान्छेले त यो डाँडा साइकल लिएर आउँदा पाइलै पाइला छ त साइकलको हेर कहाँबाट हिँड्ने त साइकल लिएर यो यहाँ चाहिँ पानीको ट्याङ्की रहेछ ठुलो छ यो पानी ट्याङ्की फुट्यो भने त यहाँ त मान्छेलाई पनि सुत्तै बगाएर कहाँ लान्छ होला हौ कम चाहिँ देख्न त यति ठुलो छ यो ट्याङ्की यति ठुलो छ यो अब प्लेन त यत्रो देख्छ प्लेनभित्र छिरेपछि यस्तो गर्दा पनि भेट्दैन होइन यति ठुलो प्लेन हुन्छ अनि यहाँ चाहिँ आमामा कति ठुलो ट्याङ्की त यो सिन हेर्दा चाहिँ मलाई चाहिँ यो पहाड यो हाम्रो नेपाल पहाडकोतिरको झलझला आयो आज यहाँ त एकजना पनि मान्छे भेटेन हो ओहो सङ्कटकालमा हिँडे जस्तो भयो त तर मलेसियाको रुखहरू चाहिँ एउटा काम नलाग्ने छ है फेरि त्यो काम मलाई चाहिँ खै मलेसियामा त कति ठुल्ठुलो साल हुन्थ्यो नेपालको मलेसियाको काठ भन्थ्यो तर यहाँ चाहिँ मैले देखेन हो गाई चाहिँ काम लाग्ने काठहरू चाहिँ एउटा देखेन सबै झात्राक झुत्रुकहरू
यहाँ त टायर ऊ छ है क्या हो? यहाँ त पहिला आर्मी क्याम्प के छ माथि डाँडामा? हो ए भनेपछि हिमालय मलेसियाको चुचुरोमै पुग्ने भयो क्या? डोडीबाट त नजाउँ, रोटै रोट होइन, डोडीको भर हुँदैन। यो छोरी मान्छे र डोडीको भर हुँदैन हो। ल यहाँ चाहिँ डोडी राखेको रहेछ। यहाँ चाहिँ डोडी तानेर सिधै उकालो चढ्नुपर्ने छ माथि। र हामी चाहिँ रोटै रोड जाने होइन। अब दिन दशा भनेको कलेज देखेर आएको हुन्छ। हामी चाहिँ पैताला यात्रा गर्दैछौँ भनेर चाहिँ भन्दछौँ। यहाँ चाहिँ आज हाम्रो चाहिँ आज कहाँको मलाई आज यो कताको बाटो याद आयो मलाई। यो सबै सिनहरू ग्राभेल गरेको यो घाँसहरू चाहिँ सबै यो लेकतिर हुने घाँस है गाई चाहिँ। मलेसियामा टन्नै हुँदो रहेछ। हुन चाहिँ के यहाँ पानी परेकै दिनभरि पानी पर्छ, 5 मिनटमा सुक्खा हुन्छ होइन। कति गर्मी हुन्छ। हेर त कति हरियाली आमा। नेपालको भैँसी ल्याएर छोड्यो भने त एकचोटि भैँसी मातेर पुक्लुकै ढल्छ होला हौ यतातिर घाँस दिएर। ल यहाँबाट भ्यू कति राम्रो देख्छ हौ। ओहो यहाँ त खानेकुराहरू झोलामा लिएर आएर यहाँ पो बसेर खानुपर्ने छ। ए चाइनिज मार्केट त्यता भनेपछि हाम्रो त धेरै नजिक पो पर्ने रहेछ यार। यता पो आउनु पर्ने रहेछ खोइ। होस्टेल भनेपछि देख्न सक्नुहुन्छ बिल्डिङहरू साह्रो। तर यहाँ चाहिँ मलेसियामा चाहिँ प्राय होल टोटल कम्पनी हो। यहाँ त यही कम्पनीले गर्दा पनि चले हो अलिक मलेसियामा चाहिँ। यहाँ चाहिँ हो त्यो पुरै होस्टेल छ यहाँ ठुल्ठुलो। हामी जाने मार्केट त वहाँ पो रहेछ त यार। ए यहाँबाट गएर त्यहाँबाट गएर त्यो रोड गयो, त्यहाँबाट गयो पोखरी निस्किन्छ होला। देख्न सक्नुहुन्छ यहाँ चाहिँ बारीको पाटा जस्तो कस्तो चाग्लो है, हरियाली स्कुल जस्तो हाम्रो। यहाँ चाहिँ सबै खानेकुराहरू रहेछ है यहाँ मन्दिर त। कसले आगो लागेको छ नि यो मलेसिया यो डाँडातिर त। यहाँ जानै लगाइदियो होला कि यहाँ। त्योभन्दा कहाँ छ डाँडा अझै माथि? को गएको थियो डाँडामा? यहाँ डाँडामा त्यहाँ पो रमाइलो छ है यहाँ। ल म त फर्स्टचोटि आएको यता त। त्यहाँ त के काली छ है क्या हो यार? यतातिर चाहिँ यो वन कुखुरा चाहिँ टन्नै पाउँदो रहेछ हो। अब बिहान 6 बजीतिर पनि के कहाँ रे कहाँ कुकुरी कहाँ भनेर बासिरहेको हुन्छ भने त्यसको वनभित्र समात्नु जाउँ सर्पले ठुँगेर मार्ला भन्ने डर होइन। चट्ट पाल्नु हुन्थ्यो नि। समुद्र चिटिक्क परे हुन्छन्। हाम्रो उता चाहिँ काभ्रेतिर चाहिँ कालिज हुन्छ, वन कुखुरा चाहिँ छुट्टै हुँदो रहेछ। मैले त त्यही कालिजलाई पनि वन कुखुरा होला भन्ने सोचिरहेको थिएँ। हाउ लाखे भने जस्तो भयो त हो। ल आज चाहिँ मलाई गाउँको पहाडतिरको झलझली याद आयो। विदेशमा आएर घरको याद आयो भने चाहिँ
यो जङ्गलतिर आउनु पर्ने रहेछ झोला बोके होइन अनि हेर हिँड्यो अनि माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा भनेर होइन दामी दामी भन्नु नमिल्ने गाह्रो छ हो गाइस गाह्रो छ ल फाइनली अब हाम्रो चाहिँ अब बल्ल बल्ल यो झाडी डाँडा पुरा घुमेर निस्कियो अब चाहिँ होस्टेल पनि आयो है हाम्रो पछाडिको होस्टेल यो चाहिँ फुटबल ग्राउन्ड क्रिकेट खेल्ने ग्राउन्ड यो होस्टेलकोमा जति बस्नुभएको छ दाजुभाइ दिदीबहिनीहरू यो ठाउँमा चौरमा आउने हो घुम्ने हो यो चाहिँ हाम्रो होस्टेल हस् त आजलाई यति नै बाई बाई भन्न चाहन्छु माया गरेर हेरिदिनु होला अनि लाइक सेयर पनि गरिदिनु होला ओके बाई बाई